किलो। यही अब चाहिँ साउदी अरबमा पनि यस्तो यस्तो मकै रोपेको हुन्छ होइन। यो पनि यही हो साग। गुड मर्निङ गाइस, गुड मर्निङ। म चाहिँ भर्खर आज छुट्टी भएर भर्खर उठेको होइन। उठेर अब के खाने भन्ने भयो होइन। एउटा ब्रेकफास्ट त गर्नु पऱ्यो। ब्रेकफास्टको लागि चाहिँ मैले के गरेको छु भने यहाँनिर यसो पछि मकै खाने याद आयो होइन, हरियो मकै। त्यसपछि हरियो मकै खानको लागि मैले छिलेर टक्क रेडी गरेँ। अब यसलाई चाहिँ म टक्क निकाल्छु, एक सबै छोडाउँछु र छोडाएर टक्क के गरी खानुपर्छ भने तपाईँले देख्नुहुन्छ अहिले पछि है त। म हेर्नु होला लास्टसम्म भिडियो। भर्खर उठेर होला, फेस पनि अब सुतेको छ होइन अहिले। त्यसको लागि नपाउँ गएँ मार्केटतिर यसो पानी लिनु पर्ने थियो। पानी ल्याउने अनि तरकारी ल्याउनु पऱ्यो भनेर गएको। टक्क हरियो मकै देखेँ। हरियो मकै देख्दाखेरि त मलाई टक्क सानो बाबुआमाले बनाएर दिन्थ्यो नि त्यो असार साउनतिर, त्यसको याद आयो। त्यसपछि त मैले त्यही गर्छु भनेर, त्यही बनाउँछु भनेर मैले टक्क 2टा लिएर आएँ। कसरी भनेर सोधेको, 2टाको 5 रुपियाँ 5 रियल भन्यो। त्यसपछि मैले 2टा टक्क ठुल्ठुलो उठाएर लिएर आएँ। अब त्यसलाई मैले कसरी बनाउँछु भने अब टक्क छोडाउँछु। ठुलो नै हेर्दा त ठुल्ठुलो नै छ होइन। ठुलो भए पनि एकदम कलिलो रहेछ। कलिलो भएपछि मैले चक्कु नै युज गर्नुपर्ने भयो। चक्कुले टक्क सर्छ पारेर काट्दैछु मैले होइन। काट्दाखेरि अब कोही फुट्ने कोही टुट्ने त भइहाल्छ। अब सबले खाने कुरा भएन, सबले त्यो चपाएरै खाने कुरा हो। टक्क लगाएर अब छिल्छु सरर यति भयो। टक्क सर्छ चक्कुले गरेको झन् अप्ठ्यारो भयो। चक्कुले भनेपछि हातले झन् सही नभएछ। त्यस्तै भइरहेछ। फाइनली गाइस मैले त सबै छोडाइसकेँ होइन। एउटा झुङ्गा नै छैन अहिले यहाँ। सबको एकदम सफा चर्पिसकी छ। त्यसलाई म अब टक्क यो चाहिँ एकदम हरियो हो नि त, एकदम दुधै आउने छ। अब चाहिँ यसलाई मैले टक्क मलाई माइजूले दिनुभएको घिउ हो। घिउ हालेर भुट्दैछु। घिउ पनि सकिनु लाग्यो होइन। अब सब यस्तै हो। अब निकाल खाइन्छ। टक्क कुकर बसालेँ। कुकरमा घिउ हालेँ। यो मकै चाहिँ अलिक धेरै गुलियो छ। त्यस कारणले म हल्का नुन हाल्छु, किनकि नुनिलो गुलियो बनाउनको लागि। टक्क मैले मकै चाहिँ टक्क लगाएर घिउमा भुटिसकेँ होइन। घिउ भुटेपछि मैले के गरेँ भने यो चाहिँ पहिला बाबुहरूले यसै गरी दिन्थ्यो क्या, टक्क युज एन्ड थ्रो होइन। त्यस कारण टक्क हामी 3 भाग लगायो। 3 भाग हामी 3जना छौँ। टक्क सक्यो होइन। अब त्यसपछि मैले टेस्ट गर्न लागेँ। एकदम गुलियो छ मकै, एकदम क्रन्चीनेस छ होइन। यसो त्यहाँ हल्का मैले नुन हालेँ, किनकि गुलियो बढी हुन्छ भनेर। है त आजलाई यति नै।